ओ भाइ ओ हेलो 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 ओ भाइ यता 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 तपाईँलाई भने हजुर तपाईँ कालीगढ गर्नुहुन्छ नि सुनचाँदी व्यवसायमा आउनुहोस् यता आउनु त एउटा कुरा छ आउनु त अलिक अलिक नजिक यस यस आउनु 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 अहिले तनाव छ नि काम छैन दाम छैन मजा छैन हात खाली मस्त समय छ यो समयलाई के गर्नु भएको छ पिर मारे बस्नु भएको छ डोन्ट वरी सब ठिक हुन्छ सबले काम दिएन बजारमा काम पाइएन एकैछिन यता सुन्नु त यता एकैछिन पिर लिने होइन के यो अवस्था यस्तै छ तपाईँ हामी कालीगढलाई मात्र नै होइन के अहिले कालीगढको अवस्था मात्र होइन कि मान्छे यो साउको अवस्था पनि यस्तै छ कहाँबाट भाडा तिर्ने हो कहाँबाट यता दिने उता दिने ये गर्ने ऊ गर्ने तनाव छ क्या सबैले बुझ्नु है अब तपाईँलाई पनि गाह्रो छ मैले बुझ्छु घर खर्च केटाडी खर्च होइन उसो बेला कति भाडामा बस्नुहुन्छ होला कति विभिन्न काम क्षेत्रमा हुनुहुन्छ होला अनेकौँ क्षेत्रमा हात हाल्नुभएको छ होला तर मैले फेरि काम छैन यो सत्य हो अहिले काम एकदमै नाजुक छ नाम चलेका एकदम मानिएका दोकानमा पनि के छ भन्दाखेरि अहिले 4 जना कालीगढ छन् भने पनि 2 जनाको शिफ्टिङ आज तिमी 2 जना भोलि 2 जना आऊ ल काम छैन यहाँ आए पनि बस्ने हो दिनभरि सुतेर मोबाइल हेरेर बस्नुभन्दा घरै बस्छ केटाडीसँग भन्ने साउहरू पनि मैले सुनेको भेटेको अवस्था छ मैले त्यसैले यो समयलाई के गरे त पिर मानेर बस्ने होइन कि काम भएन अब के गर्ने अब कहाँ जाने कसो गर्ने हो विदेश जाने कि यसो गरौँ कि उसो गरौँ तनाव नलिनु के तनाव लिने काम नगर्नुहोस् तपाईँले यदि टङ्गरुवा गर्नुहुन्छ भने सेटिङतिर पनि ट्राई गर्नुहोस् सेटिङ गर्नुहुन्छ भने टङ्गरुवातिर पनि ट्राई गर्नुहोस् र यस खाली समयलाई राम्रो राम्रो फिल्म राम्रो राम्रो बुक त मुख्य कुरा आफ्नो परिवारसँग समय बिताउनुहोस् आफ्नो केटाकेटीको अवस्था के छ केटाकेटी कस्तो सोचेछन् आफ्नो घर परिवारको अवस्था के छ सबै कुरा एनालाइसिस गर्नुहोस् र मुख्य कुरा आफूले डेभलप गर्नुहोस् आफूमाथि लगानी गर्नुहोस् भन्न खोजेको पढेर सिकेर केही न केही गरेर र त्यही यदि तपाईँसँग कला सिप छँदैछ यसो गरौँ भो यता अन्त के हो त सितरो काम छैन फुस्रो सुरु गरिदिउँ नि त नहुनुभन्दा 2-4 रुपियाँ पनि भइहाल्छ नि के कसो डोन्ट वरी है भइहाल्छ तपाईँसँग बजारमा काम हुने बित्तिकै तपाईँको हातमा आउने हो तपाईँको हातमा नआएर अन्त कतै जाँदैन तपाईँले काम नपाएर अरू कसैले पाउँदैन र तपाईँले नकमाएर अरू कसैले कमाउँदैन तर त्यसको लागि बजार चलेमान हुनु पर्यो बजारमा चलेमान भएपछि तपाईँको साउको सबै सुनचाँदी व्यवसायको काम ढुक्क छ यो अवस्था यो एकदमै नाजुक अवस्थामा तपाईँले धैर्य राख्नुहोस् कुल राख्नुहोस् प्रेसर बढाउने काम नगर्नुहोस् दुःख बिरामीहरू बढाउने काम नगर्नुहोस् है पिर मानेर यहाँ त के छ हाम्रो चलन आज कमाए आज भ्यायो जस्तो चलन छ टु नो 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 अब चाहिँ आज कमाएर आज भ्याउने होइन अब आज कमाएर आज भ्याउने होइन अब बचत गर्ने समय हो अब हामीले धेरै कुराहरू सिक्नु पर्ने हुन्छ आर्थिक पाटो सिक्नु पर्ने हुन्छ सामाजिकदेखि लिएर धेरै कुरामा अहिले हामीले धेरै कुराहरू बुझ्नु पर्ने जान्नु पर्ने अवस्था छ किनभने हिजोको जस्तो काम अब चल्न नसक्न पनि सक्छ तर नचले पनि माइ फ्रेन्ड चिन्ता छैन यो 4 वटा गर्नुपर्ने काम गरे पुग्छ त्यसैले ढुक्क हुनुहोस् जसरी हुन्छ तपाईँले चाहिँ आफ्नो चलाइलाई सहज रूपमा बनाउनुहोस् साधारण बनाउनुहोस् सिम्पल बनाउनुहोस् र आजको यो भीषण परिस्थिति अप्ठ्यारो परिस्थितिलाई सामना गर्नुहोस् यो खाली समयमा तनाव लिएर दुखी भएर मेरो भाग्य इधर उधर अनेकौं कुरा सोचेर नेगेटिभिटी ल्याउनु भन्दा पनि आफ्नो मेन्टली आफ्नो दिमागमा आफू लगानी गर्नुहोस् आफ्नो शरीरलाई मेन्टेन गर्नतिर लाग्नुहोस् आफ्नो दिमागलाई मेन्टेन गर्न लाग्नुहोस् राम्रो राम्रो बुक पढ्नुहोस् राम्रो राम्रो फिल्म हेर्नुहोस् आफ्नो परिवारसँग समय बिताउनुहोस् आफ्नो आफन्त इष्टमित्र सबैले हेर्नुहोस् आफ्नो घर मिलाउनु छ भने लिप्पो इधर उधर जे हुन्छ गर्नुहोस् खाली समय नबस्नुहोस् र असाध्यै कामै भएन पनि डोन्ट वरी फुस्रेको भए पनि सुरु गर्नुहोस् या त तपाईँसँग छ भने अलिकति बनाइराख्नुहोस् पछि फेरि त्यो माग आउँदा फेरि काम गर्छ ल त्यसैले ढुक्क हुनुहोस् काम बजारमा चलेमान भएपछि तपाईँको हातमा आउने हो त्यसैले माइ फ्रेन्ड ढुक्क हुनुहोस् तपाईँ कालीगढ हुनुहुन्छ तपाईँ बिना कुनै पनि दोकान चल्दैन यति कुरा मान्नुहोस् तपाईँ बिना कुनै पनि दोकान चल्दैन बस
यो फिक्स हो। तपाईँ बिना कालीगढ बिना कुनै पनि दोकान चल्दैन, एक चल्दैन, दुई चल्दैन, तीन चल्दैन, 100% चल्दैन, 200% चल्दैन। आफ्नो कामलाई अझ उत्कृष्ट बनाउने कोसिसतिर जानुहोस्, केही सिक्ने कुरा, केही बुझ्ने कुरातिर लाग्नुहोस् क्या है। यति भने ल भाइ साथी, थ्याङ्क यू यति बेरसम्म बस्नु भयो। यहाँ सबैलाई धन्यवाद छ। हाम्रो योभन्दा पहिला अर्को युट्युब च्यानल थियो, त्यो अहिले हामीसँग चाहिँ छैन। सबैले यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, साथीभाइमा सेयर गरिदिनु होला। ढुक्क रहनुहोस्, मस्त रहनुहोस्, सब ठिक हुन्छ। विश्वकर्मा बाबाले सब ठिक गर्नुहुन्छ। हस्त नमस्कार, धन्यवाद। यहाँ दिन शुभ रहोस्।